हेलो गाइज, अहिले चाहिँ हामी चाहिँ 4जना मिलेर हामी चाहिँ कलङ्कीबाट यता के भन्छ कालुपानी भन्ने ठाउँ जान लागेको। केटाहरू आउँदैछ, सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला। अब हामी यहाँबाट जान्छौँ। देखिया छ है, काले काले देखिया होला। केटाहरूको वेटमा हामी चाहिँ फुनगर सबैजना यसमा अहिले हामी सो हामी चाहिँ लाग्यौँ। अब केटाहरू सबैजना आइसके। भाइ जाने हो, जाने घुम्नु जाने, कोसँग जाने त? ल रेडी हो उत्तम भाइ? है त भाइ याकुब ठिक छ होइन? ठिक छ, जानुपर्छ अब। ल सो गाइज अहिले चाहिँ हामी लाग्यौँ। केटाहरू अगाडि लागिसके, धेरै अगाडि पुगेँ क्या हो हामी। कालो फुल क्रस गऱ्यौँ भर्खरै। र मामाहरू पनि आउँदै हुनुहुन्छ। अब के हो डर चेकिङ छ जस्तो छ। मामाको चेकिङमा परियो अहिले यो गोचरण भन्ने ठाउँमा आइपुग्यो। तर केटाहरूलाई भेट्छेमा कहाँ पुगेर क्या होइन नि त? किनभने एकैछिनमा आएको भने मालगा भयो केटाहरू। हामी चाहिँ यो सबै केटाहरू छुट्टिएर रत्न बारतिर गएर बस्दैछौँ क्या। हामी चाहिँ जाँदैछौँ अहिले चाहिँ कालबुङतिर घुमेर बस्यौँ कि हामी घर बनाउँदै ल भयो जाँदैछौँ गाई जाँदैछौँ। पानी पनि पर्न लागेको छ। भर्खरले हो, मैले पनि भ्लग बनाउनुलाई सुरु गरेँ हो। खासै त्यस्तो आइडिया केही छैन खानाले। अब सबैले सपोर्ट गर्नु होला, गरिदिनु होला। त्यस्तै हो। अब एउटा गोप्रो लिउँ कि भनेर सोचिरहेको छु। गोप्रो चाहिँ अब मङ्सुतिर हुन्छ कि जस्तो लागिरहेको छ। अलिकति अहिले मिलिरहेको छैन पैसाहरू पनि। भर्खर सुरु गरे हो, त्यही भएर। कुरिरहेको छ सँगै निस्केन त। तर अब एक्कासी कहाँ हो यस्तै हो अब सबैजना। ठ्याक्कै केटाहरू यहीँ अगाडि छु भन्थ्यो। रङहरू अलिकति अगाडि होला। कालीमाटीबाट जाने भने जस्तो आउँदैछन्। ल हराउँदा ठ्याक्कै भेट्यौँ हामीले चाहिँ। केटाहरू यस्तरी वेट गरेर बसिरहेको रहेछ नि। ल लाग्नु गाइज। ल एकजना लिड गरौँ, कसले देखाएको छ। कलङ्की चोक आइपुग्यो हामी चाहिँ सबै। केटाहरू पछाडि छन्। अब त्यताबाट चाहिँ अब आइपुग्यो अगाडि जानुपर्छ हाम्रो थाहा छैन। के छ भाइ, त्यो भ्लग हेर्दैछ भने तिमीलाई सम्झिरहेको छौँ। हामीले चाहिँ भ्लग माध्यमबाट यो
हेरेरै अब सम्झौँ न हामीलाई पनि जहाँ जाँदा नि छिटाउने गरेको छैनौँ अब त्यस्तै हो कहिले काहीँ हाम्रो नि काम पर्छ तिम्रो नि काम पर्छ ठिक छ होइन उत्तम लाइक यस्तो यस्तो Around like an ocean in my head. I can almost feel you walking in the distance, but I know that it's not reality. If you are echoing around हामी चाहिँ ठ्याक्कै उकालो डट बाइक जसरी यहाँतिर कुदिरहेछौँ सही भाइ छ अगाडि भाइ छ भिडियोमा केटाहरू पुरै आफ्नो तालमा छन् है त दौडिरहेछौँ त्यही माथि डाँडो भन्यो अलिक जस्तो लाग्यो भन्न चाहिँ अर्कै ठाउँ जान चाहिँ अर्कै ठाउँ भइदियो भने फेरि यहाँ तनाव हुन्छ स्विजरल्यान्ड पार्क पनि भन्दो रहेछ कि त्यसलाई हो अब हामीले जाउँ न अब स्विजरल्यान्ड पार्क अब छौँ नजिक छौँ हामी जाउँ जस्तो भाइले चाहिँ हाम्रो पनि भिडियो खिच्दैछ ट्रिप मागेर हाल्नुहुन्छ अहिले होइन होला चेवर कहाँ यता होला कोही यता भन्दा धन्य बाटो धन्य यताबाट हेरेर पो घुमेर आइरहेको हेर्नु गाई त अब त्यस्तै हो सबैजनाले हेरेर चलाउँदैन त्यही त हामी पनि त्यस्तै हो उनीहरू पनि त्यस्तै हो अब उनीहरूलाई मात्रै दोष दिने कुरो पनि भएन आफ्नो जब सुनिरहेछ सुनिरहेछ यो बाटो चाहिँ ठिकै रहेछ भनौँ न यताबाट चाहिँ रस्ता छ गाउँदै ठाउँ त्यो गाई चाहिँ अब अघि नै भनिहालेँ मैले घर चाहिँ हाम्रो भर्खर सुरु हो आइस भएको नि सानो सब्सक्राइब गरिदिनु होला एकै आइस कोइराला कि के छ त्यसले नि भर्खर खोल्या हो र अब विदेश जान पनि खासै के भएन अब यता त्यो नेपालतिर यसै गाउँसँग खोलेर अब होला भन्ने त होइन अब यसो हो सब बाइक लिएर पनि ठाउँ रहेछ क्या यता पुरा यो देख्छ त अब कता हो यता उँभो हो क्या अब डाँडा भनेपछि तल होइन होला माथि त हो नि my heart rages around like an ocean in my head because there are so many things that I left unsaid. I can almost feel you walking in the distance, but I know that it's not reality. If you are echoing. उत्तम भाइ कस्तो लागिरहेछ ठिक एकदम ठिक सबिन कान्छो Dimensions all alone. Now I'll find you in my dreams.
यो चाहिँ हाम्रो टिमको अलिकति बौला बौला टाइपको मान्छे हो त्यो मान्छे नि चाहिन्छ टिममा होइन अब भयो हाम्रो यात्रा चाहिँ सबै सुताउँदा त्यो स्ट्यान्डले छोएर My heart rages around like an ocean in my head. I can almost feel you walking in the distance, but I know that it's not reality. If you are echoing उकालो छ त्यहीँ डाँडो चलो भाइ चलो 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 यही हो यो त हाम्रो गाउँको भन्दा पनि हो यही हो के but I know that it's not reality. My heart rages around like an ocean in my head because there are so many things that I left unsaid. देख्न सक्नुहुन्छ पहिला केही पो नदेखिएको थियो तपाईँ होइन केही छैन हो यति रहेछ यहाँ केही रहेन खासै केही देखेन यहाँ हामी चाहिँ लाग्यो के आउँछ त नि त्यो आवाजले गर्दा अब यहाँ पुगिहाल्यो हामी एकैछिन हेरेर मात्रै हो लाग्दैछौँ हामी अर्को बाइक आयो चैतमा जन्मेको भयो त बाइकमा ओ भाइ त काफल टिप्न गएको कि के हो काफल टिप्न आएको चिलाउनेको गेडा मात्रै र बटार्दिउँ अरेर तान्यो त्यो बाइकले तानी खालको बाइकै हेर्नु त्यो ठ्याक्कै
rages around like an ocean in my head. I can almost feel you walking in the distance, but I know that it's not reality. If you are echoing No. around inside these parallel dimensions all alone, know I'll find you in my dreams. के छ भाइ मैले भिडियोमा भनिरहेको भाइ चाहिँ हो ऊ चाहिँ जान्न पाएको हो क्या हामीसँग अब अर्को भगमा चाहिँ पक्कै पनि जानु छ है पनि जानु पर्यो नि दामी ल गाइज हाम्रो चाहिँ बाइक पनि धोइसक्यो यस्तो भएको छ है केशव भाइ चाहिँ मस्त पुसिरहेको छ अझै मेरो पनि है मेरो पनि पुस्थ्यो है सो गाइज अब राइट साइड गएर सबै गरेर आइसक्यो होइन अब चाहिँ लास्ट यति हो अब रात पनि परिसक्यो त्यही भएर आजको ब्लग चाहिँ यहीसम्मलाई हो सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला हामी चाहिँ बाइक धुने ठाउँमा छौँ सो गाइज अघि भिडियो पनि यहीबाट सुरु त भएको थिएन उताबाट सुरु भएको थियो उताको अलिकति भएन हामी चाहिँ राइट साइड गएर आइसक्यौँ अनि अहिले रात परिसकेको छ त्यही भएर अब आजको ब्लग चाहिँ यहीँसम्म हो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला त्यही हो के भन्नु खोइ